इन्डियाबाट दार्जिलिङ कालिम्पोङबाट जम्मा गरिएका मुन्धुमहरू पनि पढेँ। सिक्किमबाट जम्मा गरिएको मुन्धुमहरू मैले पढेँ। सबै मैले थुपारेको छु, सबै खोजेँ, तर मैले कहीँ पनि किराँत साम्यो भनेर लेखेको मैले भेटिनँ। किराँत साम्यो भनेर चाहिँ लिम्बूको यो युमा साम्योलाई चाहिँ किराँत साम्यो भनेर चाहिँ कहीँ मैले भेटिनँ। यसले गर्दाखेरि तपाईँ हामी अडिग भएर बस्नुपर्छ कि हाम्रो युमा साम्यो हो, हाम्रो किराँत साम्यो होइन। युमा साम्यो हो। अनि हाम्रो कहीँ पनि मुन्धुममा किराँत भन्ने शब्द नै पाउँदैन, भेट्दैन। म त हिजो बेलुकासम्म पनि म खोज्दै थिएँ किराँत साम्यो कहाँ भेट्छ कि भनेर। किराँत भनेर त हिजो अस्ति जब पृथ्वीनारायण शाह राजा भयो, कहिले राजा भयो तपाईँलाई थाहा छ? छैन। पृथ्वीनारायण शाह कहिले जन्मियो याद छ? छैन। पृथ्वीनारायण शाह 1722 मा जन्मेको। हामी लिम्बू सिक्किममा कहिले थियो? 1642 मा त अगाडि थियौँ हामी। पृथ्वीनारायण शाह राजा भएको कहिले? 1722 मा जन्मियो अनि 20 वर्षको उमेरमा राजा भयो। कति वर्ष भयो? 1742। अनि लिम्बुवानसँग 17 पल्ट लडाइँ गर्यो, लिम्बुवानलाई जित्नु सकेन। अनि नुनपानी सन्धि बनायो। नुनपानी सन्धिमा सही गरेपछि लिम्बुवानलाई पनि नेपालमा गाभियो। अनि त्यो गाभेको चाहिँ 1774 मा 1774 मा। अनि 1775 मा चाहिँ पृथ्वीनारायण शाह देशम लागेर मर्यो भने हाम्रो भोटे लाप्चे लिम्बूको त्रिपार्टिक एग्रिमेन्ट सन्धि भएको चाहिँ 1663 मा। पृथ्वीनारायण शाह जन्मेको 1722 मा। कति फरक पर्यो? लगभग 100 वर्ष फरक पर्यो। अनि पृथ्वीनारायण शाह जन्मेपछि लिम्बुवानलाई जब उता गोर्खामा गाभियो, त्यहाँदेखि मात्रै नेपाल देश भन्ने खडा भयो। नत्र नेपाल देशै थिएन, नेपाल भन्ने नामै थिएन। नेपाल देश भन्ने जन्म भयो। नेपाल देशको देश खडा भयो। त्यो देश खडा हुनुभन्दा अगाडि 100 वर्ष अगाडि चाहिँ सिक्किमको लिम्बू भोटे लाप्चेको बिचमा त्रिपार्टिक सन्धि भएको थियो भने लिम्बू चाहिँ कहाँबाट कुन नेपालबाट आएर बसेको थियो त्यति बेला? नेपाल नै थिएन, नेपाल देशै थिएन। लिम्बूहरूले जुन टाइममा यहाँ थियो भने आज हामीलाई लिम्बूहरूलाई किन नेपाली भन्दैछ? नेपालबाट आएका नेपाली भनेर किन भन्दैछ? हो, हामी हाम्रो हिस्ट्रीलाई इरोड गरेर मासेर उनीहरूले हाम्रो काँधमा बन्दुक पड्काउने कोसिस छ। तर अब त्यो हुँदैन। मैले भनिसकेको छु, लिम्बूलाई आफ्नो इतिहाससँग बाँच्न दिने कि नबाँच्ने हो? लिम्बूले आफ्नो इतिहास नबाँच्ने? इतिहाससँग बाँच्नु पर्यो भने लो इतिहास खोजौँ, जरामा पुगौँ। तपाईँहरूलाई जान्ने इच्छा छ भने कोही बेला मेरोमा निस्किनुहोस्, मसँग बात गरौँ। म तपाईँहरूलाई प्रमाण पत्र म देखाउँछु, एक-एकवटा म प्रमाण देखाउँछु। र यति भन्दै म यो लेटर पनि 1-2वटा मैले ल्याएको छु। अहिले बाँडौँला, सञ्चमान नातिले बाँडिदिनु। र अन्तमा म युमा माङको आशीर्वाद माग्दै, उहाँको अनुमति लिँदै र तपाईँ हामी सबैको भविष्यको अब आउँदा दिनहरू राम्रा हुन्।